हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। र आज चाहिँ माथि दिदीको घरमा पूजा छ हो। अनि पूजामा चाहिँ जानुपर्ने हामी सबैजना। दिदी अघि नै जाइसक्नु भएको छ है। र अब निस्किँदै गरेको साथीहरू हेरिरहनु होला, बनिरहनु होला है। धेरै दिनको बादमा अलिकति सन्चो पनि भयो जस्तो लाग्दैछ। आज चाहिँ गाउँको वेदर चाहिँ भन्नुपर्दाखेरि यस्तो छ है। अब वार्निङ पनि दिइरहेछ है, 20 तारिकदेखिको 24 तारिकसम्म हावापानी छ भनेर। र यताबाट घुम्नु हुँदैछ भाउजू, म पनि त्यतैबाट घुम्नु पऱ्यो। यस्तै छ साथीहरू, बनिरहनुहोस् ल। आउँदा आउँदा आइपुग्यो यहाँनिर मेरो घरको छिमेकी चाहिँ अघि नै आएर रेडी भयो। पर्ख भन्दा पनि नपर्खिकन आएको हो साथीहरू। ल तपाईँहरूलाई म पहिला पूजाको दर्शन गराइहाल्छु है साथीहरू। त्यसपछि चाहिँ अब काम सम्हाल्नु पर्ने हुन्छ। ओम नमो नारायणं भगवान् परमात्मने नमः। पुष्प फुलात् पले नमस्कार। ल यहाँ चाहिँ पूजा चल्दैछ है। र अब आफूले चाहिँ यताको डिपार्ट सम्हाल्नु पर्ने हुन्छ होइन। अन्त तपाईँलाई देख्नुबाट यति दामी दामी आँप फलेको छ यहाँ माथि, हेर्नुहोस् है। सानो घाँसले मिठो छ हो। अनि किचन सम्हाल्नेहरू यता है। अन्त त उता ल अब म चाहिँ जानुपर्ने चाहिँ यहाँ खै बिसराजु छोड्नुहोस्। ए हाम्रो दिदी नै यता बसिरहनु भएको रहेछ खै। दिदी र राजुदेखि त सेलरोटी खै दिदी यस्तो है। सेलरोटी पाएको काँडा निस्केछ, रोटी सप्रेछ, त्यो ताई झारेर खुट्टा पोलिदिन्छ। र हेर्नुहोस् त साथीहरू, फन्के रोटी थालैमा भनेको चाहिँ यही हो साथीहरू हो। अर्ग्यानिक चुल्हामा यहाँ हाम्रो विष्णु दाजुले फेरि अलिकति डिस्टर्ब दिनु हुँदैछ। पूजामा चाहिँ बिहानै पञ्चमृत खाएर आउनु भएछ नि त तपाईँ चाहिँ फेरि। पूजामा आएको होइन नि त, म त यहाँ खबर भन्नु आएको। ए विष्णुले त फेरि पूजामा आउँदैन पो त। पूजा त आत्मामा मान्छौ भइगयो है। आत्मामा जहाँ सत्य चाहिँ हुनुपर्छ नि त, मानेर मात्र कहाँ भएर मेरो त हुक सबै आउँछ नि त, सब आउँछ नि त। साथीहरू हेर्नुहोस् है, फर्स्ट हात है यो चाहिँ। हेलो साथीहरू, हेर्नु होला सेलरोटी पोले हुँदैछ। र अब भने चाहिँ सेलरोटी पोलिसकेपछि तपाईँहरूलाई एउटा भन्नै पर्ने कुरा चाहिँ के हो भने बाबर है। यो रोटी पोलिसकेपछि चाहिँ रित्तो ताई चाहिँ यसरी निकाल्नु हुँदैन। त्यो भएकोले गर्दा चाहिँ भाँडामा जति पनि टाँसिएको है, त्यसमा अलिकति फेरि चिनी थपेर सबै सोर्सा पारेर चाहिँ बाबर लगाउने कार्यक्रम हुन्छ है। बाबर चाहिँ लाउनै पर्छ, सुप मानिन्छ। त्यसले साथीहरू रोटी पोलिसके अहिले भर्खरै मात्रामा है बाबर पनि हाल्यौँ। र अब चाहिँ फेरि यहाँ सब्जीहरूको काम हुँदै रहेछ। हेर्नुहोस् साथीहरू, यो चाहिँ सबै आजको लागि यो दाछीलाई, यो पनि दाछीलाई, यो पनिरलाई, यो चटनी भइगयो है। र यता एकदम सबै हाम्रो कुकहरू आजको साथीहरू यस्तै छ। हाम्रो भ्लगमा चाहिँ बनिरहनु होला।